टिचर हैन हो मलाई म्याथको ट्रिक सिकाइदिनु न म्याथको ट्रिक सिकाउनु पर्यो है ल बस बस ल ल ल मल्टिप्लिकेसन ट्रिक सिकाउँछ त अब हुन्छ कति क्लास तिमी म अब 3 मा जाने अब 3 मा जाने ल गुड उसो भए इभन नम्बर र अड नम्बर आउँछ आउँछ अनि नम्बरलाई हाफ गर्न नि आउँछ ल त्यसो भने त मल्टिप्लिकेसन ट्रिक एकदम इजी छ ल 8 5 जा ल भन त कति हुन्छ म टेस्ट गर्छु पहिला ओ अलि टाइम लाग्यो है ल गनेर त आउँछ यसरी यसरी गर्ने त 8 लाई हाफ गर्नुस् त कति भयो 4 4 मा पछाडि 0 थप्ने 40 8 5 जा 40 भेरी इजी 12 5 जा त्यसरी हाफ गरेर भनौँ त ल 60 गुड 12 को हाफ 6 पछाडि 0 थप्यो 60 भेरी इजी 16 5 जा 16 5 जा 80 अहिले भर्खर सिके ट्रिक्स युज गरे हो कि हो नि 16 को हाफ कति भयो 8 8 मा पछाडि 0 थप्यो 80 16 5 जा 80 भयो ल अब आड नम्बरको चाहिँ अर्को दिन सिकौँ है हुन्छ ल इभन नम्बरलाई चाहिँ 5 ले मल्टिप्लाई गरौँ जस्तो सुकै नम्बर नै आउँछ आउँदैन अब आउँछ ल उसै भन्नु त 105 जा 105 जा 500 गुड 100 को हाफ कति भयो 50 50 लाई पछाडि 0 थपेपछि कति भयो 500 भेरी इजी